हेलो गाइज म चाहिँ निमास शेर्पा हैन मेरो त्यो फर्स्ट भिडियो अलरेडी मैले अपडेट गरिसकेको छु हैन युट्युबमा र म आज चाहिँ हिलेमा छु हिले बजार मेरो बडीको घरमा हैन र अब हामी चाहिँ यहाँबाट हिलेबाट चाहिँ पाखे हेभेस जाँदैछौँ र कति किलोमिटर छ हैन र त्यहाँको नजारा हैन भ्यूहरु कस्तो कस्तो छ त भ्यू अनि त्यहाँ हेर्ने हैन देखाउने छु हैन तपाईहरु मेरो भिडियोमा रहिरहनु होला र सपोर्ट र माया गरिदिनु होला र अब हामी चाहिँ यहाँबाट लगभग स्टार्ट अब यहाँबाट जानु आँटेको छौं र अब केही क्षणमा हामी चाहिँ यहाँबाट स्टार्ट गर्छौं ल फेरि भेटौँला त त्यही अब हैन म यहाँ हामी कहाँ यहाँबाट हिल्यो हो हैन हिलेबाट चाहिँ त्यहाँ लगभग म त्यो कहाँनिर जाने ठाउँ म यहाँबाट देखाउँछु ल जुम गरेर ल यही हो हामी जाने ठाउँ ल यही ठाउँ हो माथि यो चाहिँ माथिको चाहिँ भ्यू टावर हो हैन माथिको चाहिँ भ्यू टावर हुन्छ यसलाई चाहिँ यो पाक्रिबसको ल यही बाटो हुँदै हुँदै हामी चाहिँ त्यहाँ पुग्नेछौँ आज भएछौँ हैन यहाँबाट अब लाग्दैछौँ र सालो गेटो हैन ल यहाँ चाहिँ अब ब्याग सेक लगेज प्याक भइसक्यो सालो गेटो हामी त ल बाटोमा तपाईँहरूलाई अझ रमाइलो दृश्यहरू देखाउनु चाहन्छु म हैन ल भिडियोमा रहिरहनु होला यो चाहिँ पाक्रिबसको बिचको फर्म भन्ने ठाउँमा चाहिँ ल यहाँबाट चाहिँ भ्यू चाहिँ एकदम खतरा देख्दो रहेछ हैन सालो भेना चाहिँ ल एकछिन बिसाएर 5 मिनट बिसाएर चाहिँ ल भिडियो हामी यहाँबाट देखाइदिँदैछौँ जुम गरेर दामी ठाउँ छ नि यहाँनिर अघि आएको हामी चाहिँ कहाँ भने वहाँ त्यहाँबाट हामी यहाँ आइपुगिसक्यौँ ल अघि त यहाँबाट हामी चाहिँ हिँडेको ल ल अहिले चाहिँ हामी बाटोमा टक्क फर्ममा भन्ने ठाउँमा सालो भेना टक्क यहाँको नजारा हेर्दै बस्छौँ ल त गाइज फेरि पनि भेटौँ ल बसको टक्क छेउमा आइपुगेको छौँ हामी पाक्रिबस छिरिसकेको छौँ है अब ल दामी हेरेर रहेछ भोजुर बजारमा पुरा हिँड्दैछ हाम्रो फेन्टम भाइ भोजुर बजार चाहिँ